Namaste, ladies and gentlemen. We are here at Sarvanam Theatres for the talent round of November Clothing Mr. and Miss National Nepal Season 4 in association with True Dharma and powered by Mahindra Agnigrah. Let's see what our contestant has prepared for the talent round. Before moving ahead, let's meet our esteemed panel of judges. Our first judge is the creative director of Sarvanam Theatre, Mr. Raj Saab. We have exceptionally amazing singer with us, Mr. Pratap Das. We have the diva, the dancer, model and actress, Alisha Sharma. We have amazing singer with us, Miss Apsara Ghimire. And our next judge is the queen herself, Miss Nepal Globe 2023, Roshni Chand. So, without any further delay, let the talent round begin. Let's welcome our first contestant. हजुरलाई एउटा कथा सुनाउँछु। जन्मे हुर्किँदै गए बुझ्ने भएदेखि सबैभन्दा बढी सोधिएको प्रश्न, ठुलो भएर के बन्छस्? म भने समय सँगसँगै फरक फरक मान्छे बन्न रुचाए। कहिले हातमा गिटार हुन्थ्यो, त कहिले हातमा किताब, कहिले फुटबलर बन्न मन लाग्यो, त कहिले पेन्टर। तर बाटोहरू सोचे जस्तो सजिलो भने चाहिँ पक्कै पनि थिएन है। मैले कहिले हार मानिनँ, किनकि मेरा सपना साना थिएनन्। Namaste, I am Krishna Shrestha representing आफ्नो गर्नु त हो, कसलाई के थाहा जिन्दगीमा के लेखिएको छ भनेर। अब बल्ल त सुरु भयो मेरो वास्तविक कहानी। Here we present the star of the night, Krishna Shrestha. र बाँकी जीवन यसरी नै बित्यो, हाँस्दै हँसाउँदै नाच्दै नचाउँदै। यो उमेरसम्म आइपुग्दा मेरो बुझाइ के छ भनेदेखि जीवन पाउनु ठुलो कुरा होइन, पाएको जीवनलाई अर्थ दिनु केही न केही कुरा हो। ल अब त समय पनि सकिनै लाग्यो। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो मेरो कथा?
गर्दै चाहिँ कस्तो लाग्यो मेरो कथा For our next performance, I would like to invite on stage our talent number 14, Siddharth Tamang. Guys, we need more energy from our audience. Come on, talent round. Namaste everybody, my name is Siddhartha Tamang, contestant number 14. And sorry for the delay because yeah, sending has been over. So my lucky not prepared about it, so I delay for that. So I can start my performance. भन्न चाहन्छु आज हाम्रो नेपाल भ्रष्टाचारको घेराभित्र फसेको छ तर परिवर्तन सम्भव छ र त्यो परिवर्तन हामी युवाहरूबाट सुरु हुन्छ कस्तो पागल होला देशको मायाले पेट पालिन्छ ए चुप मेरो देश डुब्ने लाग्यो किनारे लगाएको सबको छोकी खोले मान्छे बचाइयो मेरो देश डुब्ने लाग्यो किनारे लगाएको सबको छोकी खोले मान्छे मेरो देश डुब्ने लाग्यो किनारे लगाएको सबको छोकी खोले मान्छे बचाइयो मेरो देश डुब्ने लाग्यो किनारे लगाएको सबको छोकी खोले मान्छे बचाइयो उड्दैछ यस्तो मान्छे जसले विश्व गाउँदा विध्वंसका साथ शान्तिको बिउरो फुल्दा जसले हिमालय पहाड सबै देखेर नेपाल शिरमा राखी शान्तिको विकासमा They paint the dreams where hearts ignite. Through every storm, she finds a part. She does not just create, she is the art.
Freya, the stars once knew, a flame reborn in something new. आमा मेरो एक्जाम सकियो म आज साँझकै गाडीमा घर आउँदैछु ल कोई तो भी चौक से यार बाहर से यार Esta que vamos a mandar para que ves. छोरी म तिम्रो बाटो कुरिरहेको छु ल मलाई सधैँ तिमी माथि गर्व हुनेछ चाहन्छु दबाउन खोजिएका मेरा आवाजहरूलाई शक्तिमा र पीडाहरूलाई साहसमा परिणत गरे म एक पीडित होइन म एक जीवित योद्धा हुँ Bye.
हेर न हाम्रो रिलेसनसिपलाई मेरो बुवाले एक्सेप्ट नै गर्न रेडी हुनुहुन्छ तिमी नै कुरा गर न त जतिसुकै डक्टर भयो नि हामीलाई मतलब भएन आफूभन्दा सानो जस्तो केटालाई हामी आफ्नो छोरी दिनेवाला छैनौँ न त जस्तो केटालाई ठिक पार्नमा राम्ररी आउँछ एउटै होइन र मानिस सब मदनलाई सोध माया के हो मुनालाई सोध त्याग के हो मानिस ठुलो दिलले हुन्छ पीडामा मन सबैको रुन्छ फेरि किन यो दश जातीय विभेद बन्द गरौँ र समानतालाई सुनिश्चित गरौँ यो मेरो मात्र होइन तपाईको हामी सबैजनाको कर्तव्य हो यसलाई पालन गरौँ र आफ्नो कर्तव्यलाई निभाऊ